नमस्कार, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। मेरो नाम सम्मा परवीन हो र म तपाईहरुलाई एउटा कुरा चाहिँ प्रशस्त मात्रामा भन्न चाहन्छु के म मोबाइल हेरिरहेको थिएँ टिकटकमा एउटा म यस्तो न्यूज सुनि के मलाई एकदम नराम्रो लाग्यो। पहिला चाहिँ बाहिर मात्रै हुन्थ्यो, बाहिर देशहरुमा यो जातको रे त्यो जातको। अहिले हैन नेपालीहरुलाई नि के भइराहा, नेपालमा बस्ने मान्छेहरुको नि के भहा, नेपालमा पनि झगडा हुँदै छ, धर्मप्रति विवाद भइरहेको छ। यो धर्म त्यो धर्म हुँदा एउटा कलेजको शिक्षक शिक्षिका भन्ने कुरा हो। यो त सुहाएन नि। यदि तपाईले हिजाब लाउनै छ भने स्कुल नआइ नि हुन्छ, मदरसामै पढे हुन्छ। स्कुल कलेज किन पढ्नु पर्ने हिजाबमा आउनु छ भने? अरे बाबा, त्यो मुस्लिमहरुको यदि राम्रो लाग्छ भने हिजाब पर्दामा बस्न खोज्छ भने तपाईहरुलाई के भइराहा के? तपाईले केही भहा कि तपाईले पर्दा मुस्लिमहरुले लाउने सास फेर्न गाह्रो चाहिँ तपाईलाई भहा हैन नि? हामीले कहाँ रोकेछौं र? तपाईहरुले निधारमा टीका नलाएर आउनु स्कुलमा भने ह? मुस्लिमहरुले भने ह तपाईले टीका किन लाउनु भा? हामीलाई यहाँ डिस्टर्ब भइराखेको छ, हाम्रो पढाइमा डिस्टर्ब भइराखेको छ। हामीले यो पनि भने हैन सरस्वती मातालाई स्कुलमा गएर तपाईले पूजा गर्नु किन गर्नु भा? हामीलाई डिस्टर्ब भा भनेछौं? भने छैनौ नि? तपाईले कति चाँडो भने एउटै क्लासमा भिन्नै भेष किन रे? एउटै क्लासमा भिन्नै भेष किन तपाईले भन्नु भा? यो के एउटा टिचरले बोलेको सहमति है यो? यो तपाईले बोलेको चाहिँ सुहाएन है। एउटा टिचर भएर यस्तो कुरा गर्ने हो? एउटै क्लासमा भिन्नै भेष किन रे? तपाईले थाहा छैन? नेपालमा विभिन्न फूलहरु छ नि, फूलहरु फुलेका छन् हो। त्यही फूल फुलेको टिपेर ल्याएर एउटा उनेको माला हो नेपालीहरु। एउटा सिंगो नेपालमा विभिन्न जात जातिका मान्छेहरु बस्छन् भनेर तपाईलाई पनि त्यति पनि थाहा छैन? नेपाल जस्तो कुन देशमा छ र? कि एउटा हिन्दू धर्मको नै नेपाल हिन्दू धर्मकै हो, मुस्लिम धर्मकै हो भन्ने त छैन नि। यो साझा हो, यो सबैको। मान्छेलाई चाहिने घाँस बास कपास सबैलाई चाहिन्छ हैन? हावा पनि सबैलाई चाहिन्छ, पानी पनि सबैलाई चाहिन्छ, घाम पनि सबैलाई चाहिन्छ। अनि तपाईले यो मुस्लिम हिन्दू भन्ने तपाई चाहिँ को हो? अरे तपाईले पढाउनु छ पढाउनु न। हिजाबले तपाईले के डिस्टर्ब गरिराहा? तपाईको मुख त छोप्न आएन। तपाई एउटा गुरु हो, तपाईले ज्ञान दिनु हो, हामीले ज्ञान लिनु हो। तपाईले यो के विकृति फैलाउनु भा यस्तो उस्तो भनेर? यो सुहाएन है, सुहाएन।